आज चाहिँ मिठो मोमोको अचार बनाऊँ है साथीहरू। सुरुमा त प्याजलाई 2 टुक्रा पारेर काट्ने, अनि टमाटरलाई ल्याउने र पछाडिको भागको चाक फालिदिने र यसरी मसिनो गरेर काट्ने है। अदुवा लसुनको पालो आयो, मजाले काटकुट गर्ने र उता सेतो तिललाई भुटेर रातो हुने गरेर आकाशमा ननाच्ने बेरसम्म त्यो तिललाई यसरी भुट्नुपर्छ है। हेर्नु त, ल यो रातो भयो, यसलाई राखौँ। उता बदाम पनि चाहिन्छ, बदामलाई नि सरर भुटिदिए है। तरकारी पकाए जस्तै पकाउन जाउँ है। सुरुमा प्यानलाई बसाल्नु, त्यसपछि तेललाई राख्नु र जिरा परर भुट्न दिनु। कालो कालो हुन लागेपछि हामीले हाल्नेछौँ प्याज हेर्नु त, यसरी हाल्नु बिस्तारै बिस्तारै। त्यसपछि हामीले हाल्नेछौँ अदुवा लसुन, अघि हामीले काटेको थियौँ नि त्यही अदुवा लसुन हाल्यौँ। त्यसपछि हामीले हाल्नेछौँ टमाटर, अनि हाल्नेछौँ खुर्सानी, अनि नुन अनुसारको स्वाद हालेर मजाले भातलाक्क हुन दिनु है। यो बाँचे ह कि मोरेछ भनेर हेर्नु त पर्यो। बाँचे ह भने एकदम काँचो हुन्छ, मोरेछ भने पाकेको हुन्छ है। ल हेर्नु त, यो मोरिसकेछ। अन्तिममा मैले टिमुर हालिदिएँ। टिमुर हालेर भ्याएपछि मैले जुन भुटेको थिएँ नि त्यो तिल र बदाम हालेर फेरि पनि मजाले भुट्न दिएँ र मिक्सरमा हालेर ग्वार पिस्नुपर्छ है। धनिया हाल्नै बिर्सेछु, फेरि मैले चाहिँ ठुलो भाँडामा धनिया हालिदिएँ, किनकि आज हामीले बनाउँदैछौँ हरियो चटनी। यसरी नाच्नु भयो भने त उता मिक्सर पनि नाच्छ, तपाईँ पनि नाच्ने। चटनी पनि दामी बब्बाल। हेर्नु त, हरियो चटनी भएन त। अन्तिममा चाहिँ मैले कागती हालेछु। मोमो डोबेर खानु साथीहरू, डाँटेको होइन, तपाईँलाई रिग्रेट हुँदैन क्या। हरियो चटनीसँग एकचोटि बनाएर खानुहोस् ल।